हाई एभ्रिवान। यो चाहिँ है हरेक मान्छेको एउटा ड्रिम घर हुन्छ है। काम गरेर त्यहाँदेखि घर बनाएर भनेर ड्रिम घर हुन्छ। यो पनि हाम्रो एउटा ड्रिम घर हो। यो बनाएको लगभग 7 महिना भइसक्यो, कम्प्लिट भएको छैन अहिले। अहिले चाहिँ सबै थोक प्लास्टरिङहरू चाहिँ सकिएको, सिमेन्टको कामहरू चाहिँ सकिएको। अब चाहिँ यहाँनिर ग्रिल लाउनु छ, यहाँनिर यो बिचमा विन्डो लाउनु छ, यहाँ दैलो लाउनु छ। दैलो लाउनुभन्दा अगाडि नै पहिले चाहिँ यहाँनिर सिलिङ ठोक्नु छ। सिलिङ नठोकिकन फेरि तर टाइल्स मार्बलहरू लाउनु भएको छैन। सो हामीले चाहिँ यहाँनिर मार्बल लाउनु प्लान गरिरहेको छ। माथि बोट हो भने चाहिँ खासै एसी बोट भनेको थियो, त्यो बेसी बोट लगायो भने के क्यान्सर पाउँछ अरे के पाउँछ अरे भन्दै थियो कन्ट्र्याक्टर। त्यसो गरेर त्यो छोडेर हामीले जिप्सम मोइस्चर प्रुफको चाहिँ हामीले त्यो चाहिँ ल्याएछ। यो चाहिँ गेस्ट रुम र यो चाहिँ सिटिङ रुम हो। अनि यहाँ चाहिँ हाम्रो चाहिँ यहाँ चाहिँ केही पनि छैन, यहाँ हेर्दाखेरि प्लेन छ। यो चाहिँ मोडुलर किचन हुन्छ, मोडुलर किचन। र यो जेनरल टोयलेट। सो टोयलेटमा चाहिँ अहिले केही पनि भएको रहेछ, जस्ट पाइपहरू मात्रै फिटिङ गरेको छ। यहाँ चाहिँ जेनरल टोयलेटमा चाहिँ हामीले इन्डियन पट लाउने भनेर प्लान गरेको छ। इन्डियन प्लान लागेको विशेष गरी अब गाउँठाउँमा भएको कारणले गाउँठाउँमा वेस्टर्न टोयलेट पट लाउनु पनि अब धेरै अप्ठ्यारो हुन्छ। त्यसो गरी यहाँनिर चाहिँ हामीले यो वेस्टर्न इन्डियन टोयलेट लाउने भनेर अनि यो चाहिँ अर्को गेस्ट रुम। यो गेस्ट रुम टोटल चाहिँ गेस्ट रुम चाहिँ 2टा छ। यो 2टा गेस्ट रुमको लागि त्यो जेनरल टोयलेट र यहाँनिर बाहिर हेऱ्यो भने चाहिँ छिमेकी छ, त्यो राम्रो देख्छ। यहाँबाट धेरै टाढा टाढा चाहिँ देख्न सक्दैन, यहाँनिर त्यो दोमा भएको कारणले छिमेकीको। र अब चाहिँ यहाँनिर यो चाहिँ हो मास्टर बेडरुम। सो मास्टर बेडरुम चाहिँ ठुलो छ, तर यो टोयलेट एट्याच भएको कारणले अलिक सानो देख्दो रहेछ हौ। टोयलेट एट्याच भएको कारणले अलिक सानो देख्दो रहेछ, तर पनि केही छैन। एउटा ठुलो किङ साइजको बेड हुन्छ, त्यो वाटरप्रुफ हुन्छ। त्यो यहाँबाट चाहिँ डाइरेक्ट तल मेन रोडमा देखिन्छ, भ्यूहरू चाहिँ राम्रो देख्छ यहाँबाट। सो अहिले चाहिँ यहाँको विन्डोको फ्रेमहरू मात्रै लगाएको छ, विन्डो चाहिँ लगाएको छैन। त्यो चाहिँ सबै थोक सकेर मात्रै अरे। अब यहाँबाट चाहिँ किचनबाट बाहिर जाने छ। यहाँ सानो बाल्कनी छ, सानो बाल्कनी। र यो चाहिँ हाम्रो 2000 लिटरको मुनि रिजर्भ ट्याङ्क र माथि 2000 लिटरको ट्याङ्की आउँछ पानी। र यो चाहिँ पछाडिपट्टिको घर। र यहाँ सिलिङ बाहिरपट्टिको पनि सिलिङ लगाएको छैन। बाहिरको सिलिङ चाहिँ च्यादर नै हुन्छ, च्यादरै लाउने भनेर चाहिँ प्लान गरेछ, किन ड्युरेबिलिटी नै हेर्नु पर्दो रहेछ है। हेर्नुहोस्, यो चाहिँ बाहिरको भ्यू पोइन्ट हो। यतातिर हेऱ्यो भने चाहिँ सबै गुवाबारी मात्रै छ। गुवाबारी शीतल त शीतलै हुँदो रहेछ, गुवाबारी भन्दा चाहिँ। तर प्रब्लम चाहिँ समरको दिनमा हुरी तुफान आउँदा चाहिँ अब दोमाको दाउरा लडेर चाहिँ च्यादरमा लाग्यो भने चाहिँ धेरै नोक्सान हुन्छ नि हो। कुनै अब भोलि पर्सि फ्युचर यो बनाइसकेर चाहिँ यहाँको छेउछेउको चाहिँ लडाउनु पर्छ होला हौ। यो चाहिँ यो दाहिनेपट्टिको भ्यू। त्यहाँनिर सबै गुवाबारी छ, गुवाबारी। यहाँबाट साइड भ्यू तपाईँलाई देखाउँदाखेरि यस्तो देख्दैछ अहिले भ्यू चाहिँ। हुन्छ, थ्याङ्क यू सो मच।